आइसिसी महिला टी20 विश्वकप ग्लोबल छनौटमा खेलका 3 खेल मध्ये 1 खेल मात्र जितेको नेपाली महिला क्रिकेट टोली अब प्रतियोगिताको निर्णायक मोडमा रहेको छ। थाइल्यान्ड र नेदरल्यान्डसँग भएको सुरुवाती 2 खेलमा हार बेहोरेपछि तेस्रो खेलमा जिम्बाब्वेमाथि जित निकालेको नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा सोमबार स्कटल्यान्डसँग खेल्दैछ। अघिल्लो चरणमा पुग्ने सम्भावना कायम राख्न यो खेल नेपाललाई जित्नै पर्ने दबाव रहेको छ। तर जितले मात्र पनि पर्याप्त नहुन सक्छ। नेपालले स्कटल्यान्डलाई कुन अन्तरले पराजित गर्छ त्यसमा पनि भर पर्नुपर्ने अवस्था रहेको छ भने त्यति मात्र नभएर त्यसपछि हुने थाइल्यान्ड र नेदरल्यान्ड बीचको खेलको नतिजा पनि कुर्नुपर्ने अवस्था रहेको छ। सो अवस्थामा समीकरणले कुन स्थानमा पुर्याउँछ? नेपालले स्कटल्यान्डलाई हराएर नेदरल्यान्डले थाइल्यान्डलाई हराएमा नेपाल अघि बढ्ने सम्भावना सबैभन्दा बलियो देखिन्छ। नेपालले स्कटल्यान्डलाई जितेर थाइल्यान्डले नेदरल्यान्डलाई हराएको अवस्थामा नेपाल र स्कटल्यान्डको समान 2 जित अनि 4 अङ्क हुन्छ। त्यसमा नेट रन रेट हेरिन्छ र स्कटल्यान्ड अहिले बलियो नेट रन रेट भएकाले नेपालले ठुलो जित निकाल्नु पर्ने देखिएको छ। यदि नेपाल स्कटल्यान्डसँग पराजित भएमा स्वतः बाहिरिनेछ र थाइल्यान्ड र स्कटल्यान्ड दुवै छनौट हुनेछन्। नेदरल्यान्ड यसअघि नै छनौट भइसकेको छ। नेपाली टोलीले सुरुवाती 2 खेलमा भोगेको 2 समस्या मध्ये ब्याटिङको समस्या तेस्रो खेलमा धेरै हदसम्म सुधार भएको देखिएको छ। ब्याटिङमा ओपनिङ पछिको अर्डरमा देखिएको कमजोरी सुधार गर्दा नेपालले जिम्बाब्वेसँगको खेल जित्न सफल भएको थियो। उपकप्तान पूजा महतोले संयमित ब्याटिङ गरेर खेल जिताउनु भएको थियो। ताजा समाचारका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्।